हेलो गुड मर्निङ एभ्रिवान। म चाहिँ यहाँ रेडी हुँदैछु। आज चाहिँ म मेरो माइत गाउँ यता माथि बजारमा हो, त्यहाँ तल चाहिँ गाउँमा जान लागिरहेको छु। अनि म यहाँ रेडी हुँदैछु। रेडी भइसक्छु अनि नानीलाई हस्पिटल लाँदै जानुपर्नेछ। म चाहिँ आइब्रो गरिसकेँ। यस्तो पातैले मिलाउनु पर्यो। मेरो ब्लेन्डर पनि कहाँ नानीले हराइदिएछ होइन। आयो त्यहाँ हालेर अहिले चाहिँ ब्रसहरू पनि छैन, यत्तिकै हातले गर्छ। गाजल लाउनै जानु पर्यो। गाजल लाउनै अल्छी लाग्यो। के लाउनु हौ, लाउनु बानी भएर त कस्तो अनौठो पो लाग्छ नलाउनु। अलिकति हल्लेर बिग्रिहाल्यो। नानी सुतेको बेलामा छिटो गरेको, अहिले उठ्यो भने छैन। उठ्यो भने सबै यो दलेर गर्छ क्या उसको अनुहारमा।
ठुलो भयो क्या बिचरा यस्तो भयो अलिक ठुलो है क्या तेल लाग्छ कि मात्रै लाउँछु ल यहाँ ठुलो त पनि ठुलो भएछ यस्तो लाउँदै बिग्रिन्छ मेरो अलिक ठुलो र सानो भएछ यति नै आमा चाहिँ अनि त्यसपछि म रेडी भइसकेको भरे लुगा लाउँछ नि यति नै मेरो चाहिँ नानीले यस्तो बनाइदिइरहेछ आइसकेर चाहिँ यो सबै कोतालेर केही राख्दैन त भिगातिर फाइनली म चाहिँ मेकअप गरिसकेँ म चाहिँ यस्तो सिम्पल मेकअप गर्छु अहिले भरे रेडी भएर देखाउँछु मान्छे सुतिरहेछ भिडियो हेर्दै गर्नु होला म भरे रेडी भएर देखाउँछु हजुरहरूलाई म चाहिँ फेरि यो चस्मा कहिल्यै छोड्दिनँ किनभने मेरो आँखा कमजोरी छ ज्यादै कमजोर छ म टाढो गएर देख्न सक्दिनँ अब यतिकै यसो गर भने त म त केही देख्दिनँ मधुरो त्यही भएर म एनी टाइम चस्मा लगाइरहेको हुन्छु म चाहिँ रेडी भएँ चप्पल लगाएर चप्पल लगाएँ जानलाई रेडी भएको हेर्दै गर्नु होला भिडियो भाउजूहरू चाहिँ हुनु न दोकान जानुभएको छ अब टिभीहरू ढोकाहरू खनेर बन्द गरेर जाने ऊ चाहिँ यस्तो गर्दैछ सम्झनामा गर्छ जतिखेर यताको बजार हो हस्पिटल आइरहेछौँ खुच्चेलाई लिएर डेली बाटो हुनुभएन बेलुका ल्याउँछौँ कि आज चाहिँ 3 दिन भयो नेक्स्ट डे गरेर हेर्नु भने अनि त्यो बाटो लाउनु पर्ने छ हस्पिटल Thôi nè Nhà nó mua vào được.
दादा मोबाइलमा भिडियो बनाइदिनु भयो चकलेट दिनुहुन्छ ल दादाले के गर्नुहुँदैछ भाइहरूको दादाले भिडियो बनाइदिनु भयो दादालाई आइया भएको अनि ठुलो दादाले चाहिँ भिडियो बनाइदिनु भएको रे अब दादाले कति भिडियो बनाएको दादाले धेरै भिडियो बनाइसक्यो अरे भरे एक्स्ट्रा बनाइरहेछ हेलो यो चाहिँ नेक्स्ट डेको ब्लग हो आमामा हाम्रो चाहिँ धानहरू यस्तो छ हावाले नै लडाइछ यो चाहिँ यहाँ चाहिँ हजुर हजुर हाई भन्ने न ल एकछिन म चाहिँ लुगा धुन आँटिरहेको छु यहाँ छत्तिस मेरो लुगा चाहिँ म चाहिँ लुगा यहाँ धुन्छु यहाँ लुगा धुनु पर्यो भनेको यसले कुन्तको बच्चाको पछि के गर्छ भने गर्नु दिँदैन हाम्रो भैँसी चाहिँ यहाँ छ भैँसी खै भैँसी देखाउँ त सानो खोइ कहाँ गयो ए यहाँ छ भैँसी यता चाहिँ बाख्राहरू छ होइन अनि यता चाहिँ धानहरू छ यता चाहिँ भैँसी खोर बाख्राको खोर अनि यता चाहिँ हाम्रो कुखुराको खोर ब्रोइलर कुखुराको फार्म अनि यहाँ चाहिँ सुँगुर फार्म यहाँ छ अनि यसरी जानुपर्छ हाम्रो चाहिँ यहाँ खोर चाहिँ ठुलो छ नि त अनि चाहिँ तर यहाँ सुँगुरहरू धेर छैन दुईटा अनि अर्कोमा एउटा ठुलो छ यो चाहिँ मैले जयको लागि पालिदिनु भएको हो त्यही भएर मेरो बुढो चाहिँ मङ्सिरमा आउनुहुन्छ अनि काट्ने हो नि पापा आएपछि सुँगुर काट्ने हो यहाँ चाहिँ एउटा ठुलो म हजुरहरूले देखाउँछु कि ए यत्रो छ यो त चारो खाँदैछ हाम्रो धान खेती चाहिँ यहाँनिर यति धेरै छ नि माथिबाट हो त्यो घरको अलिक यता तल्लोपट्टिबाट
त्यो तलसम्म हो हाम्रो चाहिँ। अनि पर त्यो रुख त्यो पर त्यो रुखहरू देखिँदैछ नि त्यहाँदेखि यता त्यो रुखदेखि यतासम्म हो। यता रुखदेखि यता तलसम्म पर्छ धेरै छ धान खेती चाहिँ। गोबर ग्यास छ यहाँनिर चलाउँदिनँ मैले त गोबर ग्यास। यहाँ पनि पुरा फार्म हो वरिपरि घरै घर छ हाम्रो चाहिँ। यहाँ चाहिँ चारो पकाउने ठाउँ हो। यस्तो छ एउटा दुईटा सुँगुरको खोरसँग तीनटा उता माथिल्लोपट्टिसँग 4 5 6 7वटा छ है हाम्रो चाहिँ। यहाँ चाहिँ यस्तो छ लिचीको बोट आँपको बोटहरू। आँपको बोट हो कति धेरै छ नि आँपको बोट। अनि लिचीको बोट अनि अगाडिपट्टि सुपारीहरू छ। कागतीको बोटहरू छ भाइसी छ पकाउनु हुँदैछ। मम्मी चाहिँ यहाँ के पकाउनु हुँदैछ सुपारीको बोट कागतीको बोट सुपारीको बोटहरू। यहाँ नरिवलको बोट चाहिँ मरेछ नफलिकन। यहाँ अम्लिसोको बोट पनि छ त हाम्रो यहाँनिर। सुपारीको बोट यस्तो लाइन छ। यहाँ कागतीको बोट यति धेरै छ। यहाँ चाहिँ अर्को कुखुरा फार्म हो फेरि कुखुरा फार्म। अनि यहाँ चाहिँ हाम्रो माथिबाट टिन लाग्छ अनि मुनिबाट फेरि खर क्या गर्मी हुन्छ नि। धान खेतीहरू तलसम्म छ हाम्रो चाहिँ। यति धेरै छ नि यहाँ रोप्नु भएको छ नि धानहरू। बोट अनि उयो यो कागतीको बोट उयो पर सानो खालको कागतीको बोट। चाहिँ खेल्दैछ नि सानो फुचे चाहिँ खेल्छ यहाँ माटो खेल्नु पाउँदा। अहिले ढुट्टो खेल्छ नि माटो खेल्नु पाउँदा नि। यही स्नेक प्लान्टको र बोट स्नेक प्लान्ट अनि के छ यहाँ एलोभेरा पनि रहेछ। बुवाले यहाँ के रोप्नु भएको छ एलोभेरा त ढलै छ यहाँ त नि ढलै छ नि पर पनि रोप्नु भएको छ। यो कागतीको बोट हो त्यो कलको चाहिँ माथि चाहिँ यति धेरै फलिरहेछ हो। मेवाको बोट जताततै छ यहाँ छ माथिल्लोपट्टि छ फेरि यस्तो धेरै फल्छ नि लडिरहेछ। सबैको बोट छ हौ के को बोट छैन। यो तरुलको बोट हो तरुलको बोट हो यो ठुलो छ। लिचीको बोट मेरो ठुलो छोराको कुकुर यहाँ बाख्राले घाँस खान्छ आजकल नि। सलिमको कुकुर त बाख्राले पो घाँस खान्छ। यो अर्को ठुलो कुखुरा फार्म है यो चाहिँ। के रोप्नुहुन्छ बुवा मम्मीले। अदुवाको बोट पनि छ। यो बुढीको बोट त झन् कति जताततै छ। अनि यहाँ मेवा कति फलेको छ। मेवा यति यहाँ पनि छ मेवाको बोट यति धेरै यहाँ मुनिबाट फल्न थालेको यो त यहाँ पुगिरहेछ फलेर। कति के छ नि साग यहाँ बेसार यति धेरै छ। बेसारको बोट साग बेसार टमाटर टमाटरको बोट पनि रहेछ पुरा यसको छेउछाउमा त। यस्तो टमाटर ठुलो खालको टमाटर हो यो। सजियनको बोट पनि छ। बोडीको बोट त झन् त्यो हाम्रो पराल पनि हो। त्यो परालदेखि पनि माथिल्लोपट्टिसम्म हो। अनि बोडीको बोट यति धेरै छ खाइ नै सकिँदैन। बोडीको बोट
साग चाहिँ यहाँ टिपी खाइसक्नु भयो अहिले चाहिँ। यहाँ हाम्रो दोकानको भाउजूको दोकानको डमी त यहाँ झुन्डेर राख्नु भएको रहेछ। के उयोहरू तर्साउनुको लागि होला चराएर। धान चाहिँ पसाउँदैछ यसरी। पहिले चाहिँ धान यति छिटो रोप्नुहुन्थ्यो नि, दसैँ तिहारै मान्नु नपाउने गरी क्या। अहिले चाहिँ ठिक्कमा हुन्छ। अहिले तिहार पछाडि के छ नि आउने होइन क्या। नि बोकेर हिँडेको होइन कि जता गयो त्यतै पछ्याउँछ ममा नि। मम्मी पछेको गयो हुन्छ नि तपाईँले। मम्मीले काम गर्नु दिनुहुन्न नि। बुढी त फल्दै रहेछ त, लाग्दै रहेछ बुढी त। थोक पाउँछ यहाँ। भोलि पर्सि टमाटर यति धेरै फल्छ, त्यो मसिनो खालको टमाटर। अहिले चाहिँ यस्तो काटेर छोटो बनाइदिनु भएछ हाम्रो बुवाले। घाडी भएछ नि त। अनि ड्रागन फ्रुटको बोट पनि छ यहाँ फेरि। यति धेरै रोप्नु भएको छ। उखुको बोट अनि साग माथि पनि छ। माथिको घरमा पनि छ ड्रागन फ्रुट चाहिँ। त्यहाँ नि फल्न थालेको छ जस्तै रोपेको। यहाँ त हामीले कति खाइसक्यौँ। मटर जोड्छु। यहाँ चाहिँ मोटरबाट पानी ल्याउनुपर्छ कि। यसरी यहाँ जोड्यो। हो यहाँ जोड्यो अनि यहाँबाट चाहिँ परबाट कलबाट ल्याउनुपर्छ पानी। यहाँबाट मोटर छ नि त।